हेलो साथीहरु नमस्कार। मेरो यो अर्को भ्लगमा चाहिँ तपाईलाई स्वागत छ। आज दुत्या अन्तर्गत भाइटिका को दिन हो भनौं पे। हमले टीका लगाएर भनौं पे हाम्रो गाउँमा दुत्या हुन्छ। कोटी गाउँको दुत्या भनेको अब सबैलाई थाहा होला, एकदमै चर्चित दुत्या हो। गिर लगे हुन्छ भनौं, सबै कुरा हुन्छ। हम दुत्या जन नर्या भनौं, दुत्या एकछिन भित्र दुत्यालाई देख लाग्छ। म महेश बजा, हाम्रो सुनिल भाइ, सहदेव भाइ पनि साथमा छन् भनौं पे। अब महेश बजाबाट एकपल्ट सुरु गर्दा महेश बजा नेपालीको दुत्याको के हुन्न आछ रौनक भनौं, के गद्द छ भनौं खासमा। दुत्याको रौनक भन्ने पनि ठिकै छ, दुत्या ठिकै हो रहेछ भन्नु पऱ्यो हैन। अलि दुत्याको अलि माहौल घटिरहेछ। अब के हाम्रा जो दुत्यामा खास गिर हुन्थ्यो, गिरको नाताले चाहिँ धेरै पब्लिक गराउँथ्यो, धेरै रमाइलो हुन्थ्यो हैन। अलि अब यो गिरले बन्द गरिदिया उमा चाहिँ अलि यो बन्द भन्ने पनि अलि कति खासै उति केही नै हेऱ्यो भन्नु पऱ्यो। दुत्याको माहौल त कसै छ, ठिकै छ भन्नु पऱ्यो। सदैव के छ बनाएको तेरो केही छ त? ठिकै छ दाइ। अब पहिलेका जस्तो अब रौनक तसो खासै केही थिएन। अब बिस्तारै अलिक घट्टो लाग्यो, तै पनि ठिकै छ। सुनिल भाइ के छ भन्नुपर्ने कुरा? केही थिएन तसो खासै। नेपाल गिर नै थिएन चित्त त दुख्यो हो। ल मस्त छ। ल बाँकी दुत्याको मेला गर्छौँ धेरै या साथीहरु। ल विशेष गरेर हाम्रा भाइ बहिनीहरु त्यसले छ भनौं देश परदेशतिर यो दुत्यामा प्रत्यक्ष सहभागी भए मान्छे यो भिडियोहरु पनि चित्त बजिया शेयर गरे हो। ल साथीहरु अब यता हम हमारा गाउँ की दुत्या साथीहरु। दुत्या तिहार वर्षका भइतर पटौकाको भनौं विशेष माग हुन्छ। हामीले यो पटौकाको लै कार्यक्रम आयोजना गरिरहेछ भनौं। हमारा महेश बजा पटौकाको एक प्याकेट जलाउने तयारीमा छन्। ल यो हेरे हा ओ भयो ल हाम्रा साना केटाहरू भनौँ पटौका जलाउन रे है सबैजना हेरे हैट। ठिक छ केटाहरू?
एन्डिङ कार्यक्रम हो Yes. Happy Diwali. Happy Diwali. Oh, Namah Shivaya. Oh. अब यो दुत्ते सकिना से ल साथीहरु यो भ्लग आज यही सकिन्छ अब म झट्ट अर्को भ्लगमा भेट्ला हो।